मैले दिएको छैन, मैले सबै भएको झलर जति यहाँ ल्याएर राखेको छु। तपाईँलाई दिने पनि आवश्यक भयो, अहिले जिल्लासँग समन्वय गर्छु। तपाईँ यहीँको मान्छे भरे भोलि आउनुहोस्, म दिन मिल्ने चाहिँ तपाईँलाई म दिएर पठाइदिउँला कि मैले राख्नु भने मैले लान पनि खोजेको होइन साथी। गुरु नमस्ते, के छ कागजपत्र हेर्न सकिन्छ? हरन त खतरा रहेछ। हरन त खतरा छ नि गुरु। हजुर हो र, यहाँ त प्रेसर राख्नै पाइँदैन त्यही माथि होइन। अब तपाईँको यो सुन्नु न, त्यो गाउँ भनेर नि गाउँमा भने हाइवेमा हो नि त, यो त हाइवे हो नि त होइन। हाइवेमा भने तपाईँले त्यस्तो सुन्नु न, होइन मेरो कुरो सुन्छ न, तपाईँको सुन्दैनन् भन्ने कुरो होइन कि। यस्तो बाटोमा त तपाईँको केही छैन, तपाईँको त्यो हरन आवश्यकै छैन नि। कम्पनीले दिएको हरन हो त्यो तपाईँलाई? होइन होइन, एक्स्ट्रा थप्नु भएको। कम्पनीले तपाईँलाई जतिसम्म आवश्यक छ हरन त्यति मात्रै दिएको छ नि दाजु, होइन र? त्यस कारणले गर्दाखेरि त्यो तपाईँले जति छ त्यति मात्रै गरिदियो। अनि त्यसपछि यो झलर हटाइदिनु त है, यो झलर यसरी राख्न पाइँदैन है। नाइट गाडी हेर्नु त, यो झलरले गर्दा कति अप्ठ्यारो बनाउँछ तपाईँलाई ड्राइभमा। निकालिदिइहाल्नुहोस् त। होइन होइन, यो झलर चाहिँ हटाइदिनुहोस्। सरी त्यो हुँदैन, मिल्दैन है। यो झलर चाहिँ हटाइदिइहाल्नुपर्छ। यो झलर त राख्नै पाइँदैन। तपाईँको नाइट गाडी छ, यस्तो अवस्थामा गाडी छ, नाइट गाडी हिँड्ने मान्छे यस्तो झलरले तपाईँले कति डिस्टर्ब गर्छ नि। हेर्नु त कहाँसम्म झुन्निया छ तपाईँको झलर। तपाईँको आँखा सिधा भन्दा पनि भेट्दैन, अझै माथि तल छ हेर्नु त। होइन होइन, राख्ने ग्यारेजमा हो मैले माने होइन। निस्किन्छ यो, तान्नुहोस् त, निस्किन्छ तान्दिनुहोस्। डन्डी तान्नुहोस्, निस्किन्छ। आउँछ स्कुल ल्याएर खोलिहाल्नु। होइन होइन, त्यो पाइँदैन। सरी त्यो हुँदैन। त्यो यहाँ हो भने हुँदैन। अहिले स्कुल ल्याएर खोलिहाल्नुहोस्। स्कुल होला यहीँ, स्कुल खोलेर निकाल्नुहोस्। त्यही नि मैले कुरो बुझेँ। पहिले यो स्कुल खोलेर यो निकालिदिनुहोस्, अनि त्यसपछि अरू कुरा गरौँला कि। मैले भने नि तपाईँलाई होइन, यतापट्टि साइड लाउनुहोस् त। अहिले भरि लिएर आउनुहुन्छ उहाँ गएर, यहाँ गरेर लिएर आइहाल्नुहोस्। यस्तो त अवस्था त हुँदैन नि सर। यो त हेर्नु त, यस्तो झलक भएन। नाइट गाडीले के आवश्यक छ राजा? अब तपाईँ टाढा जाने पनि होइन सर, त्यो हरन पनि आवश्यकै थिएन यहीँ राख्न आएको गाडीलाई। त्यस्तो त सुन्नु न, होइन मैले कुरो बुझिदिएँ तपाईँलाई। मैले नबजाउनुहोस् भन्न खोजेको होइन। तपाईँले प्रेसर हुनु आवश्यकै छैन नि। तपाईँले कुन हरन बजाउनु भएको थियो नि भन्नु तपाईँले फेरेको हो? त्यही छैन, तपाईँलाई कम्पनीले दिएको हरन होइन। त्यो बजाउने पाउने हरन किन बजाउँथ्यो नि भनेको? ठुलो हरन टक्क लगाइदियो भए त बुझ्थ्यो होला, बुझ्थ्यो होला। तपाईँले पुरै लङ बुसको ट्रेन जस्तो हरन हान्नु भएको छ। यो निकालिहाल्नुहोस् त साइड लाएर। बाबु पहिला निकालिदिनुहोस् न भनेको। खोज्नु पर्यो कि, गाह्रो हुन्छ खोजेर निकाल्नुहोस्। गाह्रो हुन्छ, खोलेर निकालिदिनुहोस् न तपाईँहरूले। जति मिठो बोले पनि हुँदैन तपाईँहरूलाई। मिठो बोलेपछि त काम गरिदिने हो क्या, गरेर देखाइदिनु नि त। सुन्नुहोस् न, सुन्नु न, पहिले मेरो कुरो सुन्नुहोस् न सर। तपाईँले मेरो कुरो सुन्नुहुन्न? मेरो केही कुरो सुन्नुभयो तपाईँले? मैले के भन्दैछु भने भन्नुहोस् भन्नुभयो तपाईँले, भन्नु भएन नि। एक कुरो बोल्नु भएको छ। मैले भनेको तपाईँ स्पोर्टमा जे छ त्यो हटाइदिनुहोस् कि, अरू कुरै चाहिएन, दोस्रो कुरै गर्नु परेन। त्यो राख्ने पनि माया लाग्छ क्यारम साथी। यो त सम्भवै छैन हजुर। यो सम्भव भए नभएको कुरो त नगरौँ न। तपाईँको अहिले त्यत्रो अभियानै छ, तपाईँको न्युजमा आएको छ, पत्र पत्रिकामा आएको छ, सबै दिनमा। यो त हाम्रो स्याङ्जा मात्रै होइन, अहिले नेपालै यो तपाईँको झलरको कार्यक्रमबाट झलर यता ल्याउनुहोस्। यो झलरको कार्यक्रम बरु तपाईँहरूलाई कारबाही नगरौँला, आफ्नो ठाउँमा छ होइन। यो चाहिँ राख्न पाउँदैन है, सरी।
पाइएन सर अहिले ल एउटा कुरो सुन्नुहोस् त भनेपछि त सुनिदिनु पर्यो नि सर तपाईँको मात्रै होइन कि झलरहरू हामीसँग अफिसमा धेरै छन् हेर्न आउनुहोस् सबैको निकालेर राखिएको छ तपाईँहरूलाई सुन्नु मेरो अर्को कुरो तपाईँहरूलाई यो झलर दिने बित्तिकै फेरि तपाईँहरूले पुनः राख्नुहुन्छ त्यस कारणले गर्दा हामी दिँदैनौँ यो अहिलेलाई तपाईँलाई आवश्यक छ भने म जिल्ला सुन्नु न झलर अहिले चिट काटिँदैन तपाईँलाई तपाईँलाई आवश्यक छ भने म जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाइदिन्छु स्याङ्जामा त्यहाँ गएर मागेर लिनु होला भएन म तपाईँको पठाइदिनु भयो है अहिलेसम्म त्यो दाबी गर्नलाई मेरो चाहिँ ले भन्नु होला कोही आएको छैन नि तपाईँले भन्नुभयो म उहीँ पठाइदिन्छु है उहीँ पठाइदिन्छु नि उहीँबाटै लिनु होला मान्छे हो हामीले पनि त हाम्रो कमाइले किनेको कोही सामान हो नि त सर हामीले त यत्तिकै दुःख आएको रातभरि गाडी चलाएर आएको किनेर लिएर आएको हो नि त सर हामीले मैले अब घर लगेर मैले घर सजाउनु त पाएँ मैले गाडी आएर नपाएर हजुरले झिकिदिनु भयो अब झिकेपछि मैले त अब यो घरबाट त राख्न पाएँ नि त सर हो कि भन्नु न पाउँदैन अहिले लानलाई वालिङमै देखेको छु सर होइन मैले हजुरलाई झुटो बोलेको होइन वालिङमै देखेको छु त्यो झलर निकालेर त्यही गाडीवालालाई दिएछ मैले देखेको छु सर दिएकोले दियो उसँग सोध्नुहोस् मैले दिएको छैन मैले सबै भएको झलर जति यहाँ ल्याएर राखेको छु तपाईँलाई दिने पनि आवश्यक भयो अहिले जिल्लासँग समन्वय गर्छु तपाईँ यहीँको मान्छे भरे भोलि आउनुहोस् म दिन मिल्ने चाहिँ तपाईँले म दिएर पठाइदिउँला कि मैले राख्नु भने मैले लान पनि खोजे होइन साथी मैले यो लान खोजे होइन मैले पनि अफिसमा लगेर सुरक्षितै राखिदिन्छु तपाईँको कुरो बुझ्नु नि मिल्ने रहेछ भने भरे भोलि मिल्ने रहेछ भने म दिउँला तपाईँलाई मैले दिन पनि भनेको छैन तपाईँलाई होइन लाग्छ माया लाग्छ त स्वाभाविक कुरो हो त्यसलाई मेरो नराम्रो भन्न खोजे होइन रहेछ भने यहीँको मान्छे आउनुहोस् भरे भोलि म त्यहाँ सही सबसँग समन्वय गरेर के रहेछ सिस्टम म मिल्ने भए दिउँला तपाईँलाई दिने बित्तिकै अहिले राख्नुहुन्छ त्यो भएर मैले दिएको छैन है त्यही गर्नु ल